नमस्कार। फेरि पनि यस पोडकास्टमा हजुरहरू सबैलाई म स्वागत गर्न चाहन्छु। आज यहाँ हामी कुनै हस्पिटलको कथा मात्र सेयर गर्न गइरहेका छैनौँ। यहाँ एक अब्बल दम्पतिको कुरा गर्न गइरहेका छौँ, जसले क्यान्सर मुभमेन्टको एउटा सपना देख्नुभयो, पढाइ गर्दाखेरि कुनै बिरामीको पीडा देख्नुभयो र त्यही पीडामा चाहिँ मलम लगाउनको लागि एउटा हस्पिटलको अवधारणा लिनुभयो र आज नेपालमा अब्बल दम्पति क्यान्सर मुभमेन्टमा एक्टिभिस्ट हुनुहुन्छ। सो उहाँहरूलाई म आजको कार्यक्रममा स्वागत गर्न गइरहेको छु। उहाँ हुनुहुन्छ डाक्टर सुदीप श्रेष्ठ। एक जनरल फिजिसियनबाट स्टार्ट गर्नुभएको जोर्नी आज वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, साथसाथै नेपाल क्यान्सर हस्पिटलको चेयरम्यान अनि साथसाथै विभिन्न संस्थासँग मिलेर क्यान्सर एक्टिभिस्टको रूपमा पनि अब्बल रूपमा काम गर्दै आउनुभएको छ। डाक्टर सुदीपको यस जोर्नीमा अलिकति पर्सनल, अलिकति प्रोफेसनल कुरा आज हामी गर्न गइरहेका छौँ। डाक्टर साहबलाई म स्वागत गर्न चाहन्छु। नमस्ते। साथसाथै हामीसँग डाक्टर सुदीप श्रेष्ठको सहयात्री, साथसाथै जीवन साथी, सङ्गिनी म्याडम स्वरूपा श्रेष्ठलाई पनि हामी स्वागत गर्न चाहन्छु। एउटा गृहिणीबाट एउटा एन्टरप्रेनरसम्मको जोर्नी, त्यस पछाडि फेरि एउटा क्यान्सर एक्टिभिस्टको रूपमा विभिन्न संस्थासँग मिलेर काम गर्दै आउनुभएकी एक अभियान कर्मीलाई आज हामी स्वागत गर्न गइरहेका छौँ। म्याम नमस्ते, स्वागत छ हजुरलाई पनि। थ्याङ्क यू फर एक्सेप्टिङ आवर इन्भिटेसन। पहिलो कुरा त आज यसमा अलिकति प्रोफेसनल, अलिकति पर्सनल, केही इमोसनल कुराहरू चाहिँ गर्नलाई म हजुरलाई स्वागत गर्न गइरहेको छु। बेसिकल्ली भन्ने हो भने सानोमा मलाई 5 कक्षामा दिवाकर के पढ्छस् भनेर मलाई टिचरले सोध्नु भएको थियो र मैले हात उठाएर यसो भनेको थिएँ, म डक्टर बन्छु भनेर सोचेको थिएँ। खैर अहिले म डक्टर त छुइनँ, तर डक्टरहरूको साथ सङ्गत गर्न पाइरहेको छु। यस्तै प्रश्न सायद डाक्टर सुदीपलाई पनि सोधियो र म्याम स्वरूपालाई पनि सोधियो होला। त्यतिखेर हजुरको एन्सर के थियो र आफ्नो जोर्नीलाई कसरी न्यारेट गर्न चाहनुहुन्छ डाक्टर साहब? मेरो जन्म 1965, धेरै वर्ष भयो होइन। म बच्चा हुँदाखेरि मलाई केले प्रभाव पारेको थियो भने त्यो बेला नेपालमा धेरै प्रोफेसनहरू थिएन होइन। ठुलो प्रोफेसन भनेको डक्टर, नर्स, डक्टर, इन्जिनियरिङ भन्ने नै हुन्थ्यो होइन। त्यो बेला मेरो फुफा जो हुन्थ्यो, मेरो फुफूको हस्बेन्ड हुनुहुन्थ्यो, उहाँ चाहिँ मेडिकल डक्टर हुनुहुन्थ्यो। अनि उहाँले त्यो बेला चाहिँ घर घरमा गएर सेवा दिने, उहाँलाई सम्मान गर्ने देखेको थिएँ मैले। त्यो बेलादेखि नै मलाई म डक्टर बन्छु भन्ने मनमा गएको हुनुपर्छ मलाई। र मलाई जब होस सम्हालेँ, मैले त्यो बेला चाहिँ के भन्ने गर्दो रहेछ भने बुवाहरूको भनाइअनुसार म चाहिँ उहाँ जस्तै डक्टर हुने, अनि चाहिँ बिरामीलाई हेर्ने, उहाँलाई निको गर्ने, ल डक्टर साहब घरमा आउनुहोस् भनेर भन्छ भनेर यस्तो कुरा गर्छ अरे भनेर भनेको थियो। मलाई त्यो बेला याद त थिएन होइन। तर सम्भव म जब स्कुलदेखि नै मैले एउटा यो डक्टर पेसालाई नै लिने गरेर 68का साल अगाडि बढेँ र अब दैव संयोग भनौँ, भगवान्को कृपाले म अहिले यहाँ छु। डाक्टर साहब जस्तै म्यामको पनि सपना थियो होला नि त्यो बेलामा? मम्मीहरूले घरमा अब दाइहरूलाई इन्जिनियर बनाउने यस्तो कुराहरू गर्नुहुन्थ्यो, तर छोरीको चाहिँ त्यति बेला चाहिँ छोरीको सोच्नु हुँदथ्यो। तर मैले आफैलाई म लयर बन्छु भन्थेँ बच्चा बेलमा। तर लयर बन्छु भने उहाँ चाहिँ डक्टर भनेर डक्टरै बन्नुभयो, तर म लयर चाहिँ बन्न पाइनँ, त बनिनँ। तैपनि आइएम ह्याप्पी, अहिले जे छु म खुसी नै छु। सपना त त्यति बेला धेरै बुनेका थियौँ, तर त्यतिखेर करियर चोइस पनि त्यति थिएन नि होइन डाक्टर साहब? मेरो एउटै मस्तिष्कमा चाहिँ म डक्टर हुनुपर्छ, त्यसको लागि पढ्नुपर्छ र क्लासमा अब्बल हुनुपर्छ भन्ने नै थियो। त्यसैले पुरा बाल्यकाल सायद मैले चाहिँ त्यस्तो धेरै खेलेर त्यो कारण त्यस किसिमबाट मैले हुर्कन मैले पाइनँ। मोस्ट अफ द टाइम म एकदमै स्टुडियस छ भन्थ्यो होइन, त्यो गरेको पनि थिएँ। धेरै क्लासमा पनि अलिक डिसिप्लिन, अब अलिकति फ्रन्टमा गएर बस्ने, म फर्स्टबाट सेकेन्ड थर्डमा बस्ने नै मैले नसक्ने जस्तो खालको चाहिँ त्यो मेरो बानी थियो। अनि ल दैवसँग मैले त्यो बेलाको अब मिहिनेतले कक्षामा पनि अब फर्स्ट सेकेन्ड हिसाबबाट नै मेरो नम्बर आउँथ्यो र त्यो क्रिया चाहिँ बाल्यकालमा प्रायः जस्तो मेरो पढेर नै बित्यो। डेफिनेटली अलिअलि खेलकुदमा त हुन्छ, तर अहिले जस्तो धेरै चोइसहरू त थिएन। सानोमा त्यो बेला धेरै चोइस थिएन। कहिले अब साँच्चै त्यो बेला त के छ र होइन, अब बल क्रिकेट बल त्यो भेराइटी हो, त्यो बास्केटबल, फुटबल, त्यो अफकोर्स गुचा पनि खेलिन्थ्यो, तास खेलिन्थ्यो होइन। अब साँच्चै भनौँ भने अब त्यो बेला चाहिँ सानो बच्चा बेलामा अब त्यो बेला त केही पनि थिएन नि, यस्तो हेर्ने चाहिँ नि होइन। त्यो साइकलको पाङ्ग्रा उडाएर पनि हिँडियो, सबै कुरा गरियो। त्यो अहिले सम्झनाखेरि
एकदम मजा नै आउँछ। डाक्टर साहब हजुरको जर्नी देख्दा खुसी लाग्छ आज त्यति सङ्घर्षबाट आउनु भएको छ। म्याम हजुरलाई सोध्न चाहन्छु डाक्टर साहब चाहिँ घरमा चाहिँ कस्तो हुनुहुन्छ त? उहाँ एकदम डिसिप्लिनमै हुनुहुन्छ। लाइक आफूले जहाँ जे सामान राख्यो त्यहाँ हुनैपर्छ। अलिकति यो गिलासलाई यतापट्टि भए पनि उहाँ आएर हामी चाहिँ नोटिस हुँदैन, उहाँ चाहिँ आएर आफ्नै ठाउँमा यसो राख्नुहुन्छ। एकदम डिसिप्लिनमै हुनुहुन्छ घरमा। हस्पिटलको सिस्टम घरमा पनि लाउनुहुन्छ डाक्टर साहबले? त्यो चाहिँ लाउनुहुन्न, त्यसमा चाहिँ आइएम सो ह्याप्पी होइन। हस्पिटलबाट आइसक्नु भएपछि हस्पिटलको काम हस्पिटलमै छाडेर आउनुहुन्छ। घरमा आइसकेपछि एकदम फ्रेस मुडमा आउनुहुन्छ। र हामी हस्पिटलको कुरा घरमा उहाँ पनि गर्नुहुन्न, म पनि गर्दिनँ। मैले कतै इन्टरभ्यूमा पढेको थिएँ कि म्याम हजुरहरू राजीव गान्धी क्यान्सर इन्स्टिच्युट जाँदै गर्दाखेरि त्यहाँ बिरामीले देखेका मुभमेन्टहरू त्यसका केही सम्झना यहाँ सेयर गर्न सक्नुहुन्छ म्याम? राजीव गान्धी क्यान्सर हस्पिटलमा हुँदाखेरि नर्मली त अब नेपालीहरू धेरै आउँथ्यो होइन। नेपाली जनताहरू क्यान्सर ट्रिटमेन्टको लागि आउनुहुन्थ्यो र त्यहाँ धेरै नेपालीहरूले दुःख खान्थ्यो। अब भुइँमै सुत्थ्यो, कसैको पैसा छैन भनेर रुने, कसैको पैसा बग्ली मार्यो भन्ने, कसैले ठग्यो भन्ने होइन। अनि त्यसपछि पैसा छैन भनेर रोएर अनि हामीले पनि कतिजनालाई हाम्रो एपार्टमेन्टमा राखेको कथाहरू पनि छन्, कहानीहरू छन्। अनि त्यही सोचेर अनि डाक्टर साहबले चाहिँ नेपालमा यसरी क्यान्सरको ट्रिटमेन्टै थिएन नि त्यति बेला नेपालमा होइन। अनि नेपालमा क्यान्सरको ट्रिटमेन्ट नभएकोले यसरी नेपालीहरू यहाँ आएर दुःख खान आइरहेका छन्। त्यसैले हामीले नेपालमा क्यान्सर हस्पिटल एउटा खोल्नुपर्छ भनेर उहाँले सोच गर्नुभयो। त्यो त आई रियली एप्रिसिएट। उहाँले चाहिँ जुन सोच गर्नुभयो नि, जसले गरेर आज नेपालीहरू विदेश जानु परेको छैन, यो नेपालमा ट्रिटमेन्ट पनि भइरहेको छ। डाक्टर साहब हजुर पढाइमा अब्बल त हुनुहुन्थ्यो नै, कहिले पनि सेकेन्ड बेन्च बस्नु भएन र त्यतिखेर पढाइको सिलसिलामा अगाडि बढाउँदै गर्दा मेडिकल अङ्कोलोजी बाहेक अरू विधाहरू चाहिँ धेरै पर्स्यु गरेको पाइएको थियो। यो विधाको बारेमा त्यति सुनिएको पनि थिएन होला, तर मेडिकल अङ्कोलोजी नै हजुरले किन छान्नु भयो? इन्ट्रेस्टिङ स्टोरी छ होइन। जब हामीले एमबिबिएस गरिसकेपछि नेपाल सरकारको हाम्रो त्यो सर्भिसमा पनि हामीले धेरै वर्ष बिताइसकेपछि पोस्ट ग्रेजुएट गर्ने क्रममा चाहिँ अब हाम्रो पोस्टिङ यो टिचिङ हस्पिटल र वीर हस्पिटल थियो। सन् 1997को कुरा हो। त्यो बेलासम्म अब नेपालमा त्यस्तो व्यवस्थित रूपमा कुनै पनि क्यान्सर हस्पिटल अथवा क्यान्सरको उपचार हुने व्यवस्था थिएन। र धेरै जस्तो क्यान्सर बिरामीहरू जब आउँथ्यो त त्यस्तो बिरामीलाई कसरी उपचार गर्ने, कहाँ पठाउने भन्ने कुरा पनि त्यसमा केही कुराहरू थिएन। अनि त्यो बेला चाहिँ यहाँले भने जस्तै त्यो धेरै जस्तो हाम्रो मेडिकल फ्याकल्टीहरू साथीहरूको चाहिँ दिमागमा के हुन्थ्यो भने त्यो बेला चाहिँ एकदमै चाम हुने भनेको कार्डियोलोजिस्ट, ग्यास्ट्रोइन्टरोलोजिस्ट जस्ता ठुल्ठुला सब्जेक्टहरू होइन, सर्जिकल त्यो फ्याकल्टीहरू भयो। त्यस्तो खालमा चाहिँ धेरैको मानिसको इन्ट्रेस्ट थियो र त्यो मानिसहरू त्यो बेला चाहिँ कुनै एउटा जाँच दिएर बाहिर विदेशमा जाने काम गर्ने, युके अथवा युएसएमा चलन पनि एकदमै त्यो सुरु भइसकेको अवस्था थियो। अनि त्यो हामीले जब पोस्टिङमा हामी काम गर्ने सन्दर्भमा चाहिँ मैले जहिले पनि मेरो मगजमा के हुन्थ्यो भने मैले एउटा नयाँ काम गर्नुपर्छ। सबैले गरेको काम भन्दा पनि एउटा नयाँ काम गरौँ जसले गर्दा आइडेन्टिफाई पनि हुन्छ र त्यसले एउटा सेटिस्फ्याक्सन पाउनुपर्छ। एउटा पाइनियर काम गर्ने भन्ने मेरो मनमा जहिले पनि हुन्थ्यो। तर क्यान्सरकै गर्ने भन्ने चाहिँ मनमा चाहिँ त्यो बेला चाहिँ थिएन। त्यही बेला चाहिँ म एकजना व्यक्ति मेरो मेन्टर होइन डाक्टर डिएल सिंह साहबले सम्झन चाहन्छु। उहाँले जब हामीले राउन्डमा हामी जब जान्थ्यौँ, उहाँ पहिला वीर हस्पिटलमा सिनियर फिजिसियन हुनुहुन्थ्यो, अहिले उहाँ हुनुहुन्न, डायबेटोलोजिस्ट। हजुर। अनि जब हामी यही कुरा सन्दर्भमा उहाँले हामीलाई भन्नुहुन्थ्यो तिम्रो सबै बाहिर जान्छौ होइन, तिम्रो नेपालमा काम गर्दैनौ, तिमीहरूले कोही मध्ये नेपालमा बसेर धेरै कुराहरूमा काम गर्न सक्छौ, क्यान्सर पनि एउटा हुनसक्छ भन्ने हिसाबबाट उहाँले चाहिँ एउटा कुरा त्यो मेरो मगजमा बसेको थियो कि अनि त्यो बेला चाहिँ अब क्यान्सरमा कुनै यस्तो फ्याकल्टी जस्तै मेडिकल अङ्कोलोजी र अरू फ्याकल्टी हुन्छ भन्ने कुरा धेरै व्यक्तिलाई थाहा छैन, हामीलाई पनि थाहा थिएन त्यो बेलासम्म पनि। इभन हामी एमडी गरिरहेको अवस्था थियो कि मेडिकल अङ्कोलोजी भन्ने कुनै फ्याकल्टी हुन्छ भने पनि थाहा थिएन। र त्यस बेला चाहिँ क्यान्सरको उपचार भनेको धेरै जस्तो चाहिँ रेडियोथेरापीबाट गरिन्थ्यो र त्यो बारे चाहिँ विशेषज्ञहरू त्यो बेला हुन्थ्यो, उहाँहरूले नै म्यानेज गर्ने क्रम थियो। अनि यो कुराको सिलसिलामा जब अब हामी जाने भन्ने चाहिँ कुरा चाहिँ आइसकेपछि जब मैले एक्सप्लोर गर्न थालिसकेपछि इन्डियामा चाहिँ भर्खर सुरु भएको अवस्था थियो मेडिकल अङ्कोलोजी फ्याकल्टी, त्यो त्यहाँ पनि धेरै थिएन। टाटामा थियो, एम्समा हुन्थ्यो, अनि त्यसै गरिकन यो गुजरातमा हुनुहुन्थ्यो होइन,
अनि बेङ्गलोरमा 3-4वटा ठुल्ठुलो इन्स्टिट्युटमा चाहिँ सर्टेन फ्याकल्टीहरू अलिअलि थियो। अहिले जस्तो यति धेरै थिएन त्यहाँ पनि। र राजीव गान्धी क्यान्सर हस्पिटल चाहिँ भर्खर त्यो 3 वर्ष मात्र भयो, 2-3 वर्ष मात्र भएको त्यो बेला। त्यो सानो त्यो चाहिँ ठुलो हस्पिटलको स्केलमा पनि थिएन, त्यो पनि भर्खर इस्टाब्लिस भएको अवस्था थियो। अनि त्यही बेला चाहिँ अब मैले एक्सप्लोर गर्ने क्रममा त्यो फ्याकल्टी त्यहाँ छ भन्ने चाहिँ थाहा भएपछि पुनः एकपल्ट अर्को एकजना यता हाम्रो डाक्टर साहबलाई याद गर्न चाहन्छु होइन, प्रोफेसर अञ्जन कुमार शर्मा। सबैले त सुनेकै होला सायद, नयाँ जेनेरेसनलाई त सायद थाहा छैन होला, तर हामी सबैले सुनेको होला। उहाँ चाहिँ वरिष्ठ चाहिँ हाम्रो पहिला हाम्रो रोयल सर्जन पनि भनिन्थ्यो होइन। उहाँ चाहिँ यो उहाँ वरिष्ठ सर्जन हुनुहुन्थ्यो। उहाँ चाहिँ क्यान्सरमा क्षेत्रमा हामीले उहाँलाई चाहिँ एउटा पिताको रूपमा चिन्ने गर्थ्यौँ होइन। अनि उहाँसँग सल्लाह गरेपछि अनि उहाँकै मद्दतबाट हामीले चाहिँ त्यहाँ चाहिँ जाने हामी एउटा मौका पनि जुट्यो। र अनि यो विषय त्यहाँ गइसकेपछि अलिकति कुरा क्लियर भयो कि मेडिकल ओन्कोलोजी पनि एउटा राम्रो विषय हुन्छ, यो यसको पनि फ्युचर छ भनेर यसैबाट मेरो चाहिँ जर्नी सुरु भयो। अब यो जोड्नीमा बिरामीहरू रोगसँग मात्र लड्दैनन् कि उनीहरू चाहिँ फाइनेन्सियल क्राइसिसमा पनि, मनोरोग अथवा पीडा तनावमा पनि हुन्छन्, भुइँमा सुत्नुपर्ने अवस्था, साथसाथै प्याज र चिउरा खाएर उपचार गर्नुपर्ने अवस्था, त्यस्तो अवस्थामा पुरेको देखिएको छ। यसमा हजुरलाई चाहिँ कस्तो फिलिङ आयो त्यतिखेर म्याम? डेफिनेटली एकदमै दुःख लाग्छ त्यति बेलाको कुरा सुन्दाखेरि। धेरै मान्छेले दुःख खाएको देखेर अब जसरी उहाँले सोच्नु भने कि एउटा नेपालमा गएर क्यान्सर हस्पिटल नगएर यसरी दुःख खाएको हो, दुःख खाइरहेको छ भनेर भनेपछि उहाँ सँगसँगै मैले त्यसपछि नेपालमा किन क्यान्सर हस्पिटल नबनाउने त भनेर हामीले त्यति बेलादेखि नै सोच्यौँ र धेरै मान्छेहरूसँग कुरा पनि गऱ्यौँ। दुःख त लाग्छ, तपाईँको धेरै दुःख लागेको, त्यो देख्दाखेरि उहाँहरूको दुःख देख्दाखेरि त धेरै दुःख लागेको हो। जस्तै अब कसैको त अब फ्यामिलीमा कोही पनि हुँदैन, विदेशमा बच्चाहरू छ, आफ्नो कजनहरू लिएर आइरहेको हुन्छ, कति दिन राख्ने, इन्डिया जस्तो ठाउँमा उहाँहरूलाई कति राख्ने, पैसा नाश होइन। उहाँहरूलाई कसरी हामीसँगै अब उहाँहरूको अफिस जानु पर्थ्यो, कति दिन राख्ने भनेर उहाँहरूको दुःखहरू धेरै त्यस्तो दुःखहरू पनि सुनेको थिएँ मैले। अनि हामीले त्यसपछि नि अब उहाँको सपनालाई अब साथ दिँदै त्यति बेलादेखि नै हामीले स्टार्ट गरेँ कि अब कसरी हामी नेपालमा फर्केर क्यान्सर हस्पिटल खोल्ने त भनेर। अनि त्यही सिलसिलामा हामी आज यहाँ पुगेका छौँ। म्यामले त लबीमा पीडा त देख्नु नै भयो। सर, लबीमा पीडा देख्नु र जुन डे केयर, केमो वार्ड र अरू ठाउँमा पीडा देख्नु धेरै नै फरक हुन्छ। त्यहाँनेरिको मुभमेन्टहरू प्लिज केही सेयर गर्नुहोस् न, कसरी सहयोग गर्नुहुन्थ्यो? त्यहाँमाथि एउटा नेपाली मूलको डक्टर देख्दा बिरामीले कसरी लिन्थे हजुरलाई? सर्वप्रथम त धेरैलाई थाहा हुँदैन थियो कि कोही त्यहाँ नेपाली डक्टर पनि हुन्छ भनेर। कोही थाहा भएर चाहिँ अनि कन्ट्याक्टमै आउनुहुन्थ्यो उहाँहरू होइन। त्यो बेला त्यस्तो कम्युनिकेसनको ठुलो त्यस्तो साधन पनि थिएन, इभन मोबाइल पनि सुरु भएको अवस्था थिएन। जब उहाँहरू चाहिँ जब आउनुहुन्छ र जब हस्पिटल पसिसकेपछि त्यहाँको रिसेप्सनदेखि नै, किनभने त्यो बेला चाहिँ क्यान्सर हस्पिटल जुन अवस्थामा थियो राजीव गान्धी क्यान्सर हस्पिटलमा, जब हामी त्यो छिरेको भने हामी फ्याकल्टीहरू त्यहाँ चाहिँ एकदमै हामीले गरेको कामसँग एकदम मलाई चाहिँ त्यो गरेकोले उहाँले धेरै रेस्पोन्सिबिलिटीहरू दिएर मलाई राखेको थियो। त्यो कारण चाहिँ म चाहिँ त्यहाँ हस्पिटलमा सम्भव अलिकति सबैले मन पराउने फ्याकल्टी, वान अफ द फ्याकल्टी, जुनियर फ्याकल्टीको रूपमा हुन्थेँ होइन। त्यस कारण जब कोही पनि मानिस त्यहाँ भित्र आउने बित्तिकै नेपाली आउने बित्तिकै त्यहाँ त यहाँ हस्पिटलमा तपाईँ त्यहाँ नेपालबाट पनि एकजना डक्टर हुनुहुन्छ भनेर उहाँले चाहिँ इन्ट्रोडक्सन गर्नुहुन्थ्यो सर। र जब उहाँहरू चाहिँ हामीलाई देखेपछि यति धेरै खुसी हुन्थ्यो होइन। अनि उहाँहरू चाहिँ एकदमै राहत महसुस गर्नुहुन्थ्यो। अनि त्यो चाहिँ त्यो डेफिनेटली मलाई एकदमै मनैदेखि खुसी लाग्छ जुन हिसाबबाट उहाँहरू। तर जब उहाँको कुरा सुन्दाखेरि चाहिँ, जब मैले कुरा सुन्छु उहाँहरू किन आइपुग्यो यहाँसम्म होइन, कुरा सुन्दाखेरि चाहिँ एकदम विरक्त पनि लाग्थ्यो होइन, कि अब यस्तो नेपालमा यस्तो भइरहेको हुन्थ्यो भनेर होइन। अनि त्यही कुरा यस्तो भेटघाटले गर्दा नि मलाई यो खालको चाहिँ होइन एउटा प्रोजेक्ट नेपालमा किन गर्न नसक्ने भन्ने कुरा एउटा मलाई चाहिँ त्यो एउटा हुटी चाहिँ अथवा हामीलाई एउटा यो प्रण अथवा चाहना चाहिँ सुरु भयो होइन। डेफिनेटली अब त्यो बेला चाहिँ फेरि बिरामीहरूकोमा जब उपचार गर्दाखेरि उहाँहरू त्यहाँ लामो समय बस्नुहुन्थ्यो। कोही बिरामी यस्ता पनि त्यहाँ उपचार गरेर होइन, त्यहाँ गरेर मृत्यु भएका बिरामीहरू पनि छन्। किनभने क्यान्सरको उपचार भनेको वान टाइम ट्रिटमेन्ट होइन, उपचार गरेर लामो उपचार गर्नुपर्ने हुन्छ। अनि सबै क्यान्सर बिरामीहरू सक्सेस हुँदैन। राजीव गान्धी क्यान्सर हस्पिटलमा कति बिरामीहरू त्यही नै मृत्यु भएका बिरामी कति छन्, कति चाहिँ सिरियस भएर जान नसकेर हामीले चाहिँ एम्बुलेन्स लगाएर पठाउनु परेको घटनाहरू पनि कति थिए।
मृत्यु भएपछि उहाँले लास लैजान नसकेर पैसा त्यहीँ गाड्नु परेको अवस्था, त्यहीँ अब मतलब दाह संस्कार गर्नुपर्ने अवस्था पनि कति थिए। थुप्रो यस्तो घटनाहरू हुन्थ्यो होइन, जसले डेफिनेटली हामीलाई चाहिँ मनमा चिसो पर्थ्यो होइन, यो यस्तो दुःख चाहिँ नपाए हुन्थ्यो भनेर। पैसा नभएर फेरि डिस्काउन्ट गरिदिनु पैसा भनेर भन्नेहरू पनि कति हुन्थ्यो। पैसाको सबै सकिन्थ्यो उहाँहरूको होइन। आएर चाहिँ यिनीहरू एक्सपेक्ट गरेको हुँदैन हुन्थ्यो, पैसा अब यति दिनुको त पुरा खोला बगेर जस्तो बगाउनु पर्थ्यो। अनि त्यति बेला अहिले जस्तो धेरै सिस्टमहरू पनि थिएन। अनि उहाँहरूलाई हामीले हस्पिटलबाट रिक्वेस्ट गरेर होइन उहाँहरूलाई कम पैसा गराउने, कसैलाई फ्री गराइदिने, यस्तो यस्तो पनि धेरै सोसियल कामहरू चाहिँ गर्ने मौका पाएँ नेपालीहरूलाई। सायद त्यही सेवा भावले होला म्याम कि हजुरले एन्टरप्रेन्योर जोर्नीबाट चाहिँ अब सोसियल एक्टिभिस्टको जोर्नी पनि स्टार्ट गर्नुभएको छ। र त्यो सपना देख्नु, सेवा गर्ने सपना देख्नु र प्र्याक्टिकल्ली गर्नुमा केही फरक त छ होला, कस्तो हुँदो रहेछ म्याम? एकदम फरक छ। अब त्यहाँ अब सोचेँ हस्पिटल खोल्ने भनेर सोचेँ, तर नेपाल आइसकेपछि एक त हस्पिटल खोल्न पनि एकदमै गाह्रो। त्यति बेला हामीलाई विश्वासै नगर्ने, कहाँ हस्पिटल, क्यान्सर हस्पिटल खोल्ने भन्यो भनेर अलिक विश्वास नगर्ने पनि थियो धेरैजनाले, कतिले विश्वास गर्ने पनि थियो। अब विश्वास गर्नेहरूलाई पनि थ्याङ्क यू, विश्वास नगर्नेहरूलाई पनि थ्याङ्क यू, किनभने आज हस्पिटल त हामीले ल्यायौँ नि नेपालमा होइन। अनि त्यसपछि अब हस्पिटल त खोल्यो हामीले नेपालमा आएर होइन, थ्याङ्क यू भनिसकेँ मैले सबैजनालाई, विश्वास गर्नेले पनि विश्वास नगर्नेहरूलाई पनि। तर क्यान्सर हस्पिटल खोलिसकेपछि अब ट्रिटमेन्ट गर्न त मानिसहरू त आउनुभयो होइन, तर ट्रिटमेन्ट गर्न आइसकेपछि मानिसहरूले चाहिँ क्यान्सर लाग्यो भनेर चाहिँ नबोलिने, अब कतिजना मुख छोपेर आउने, चिन्ला भनेर मुख छोपेर आउने, अनि कतिजना क्यान्सर लागेर मलाई क्यान्सर लाग्यो भनेर एकदमै डराउने होइन। अब क्यान्सर भर्खर मात्र लागेको हुन्छ, त्यो निको हुन्छ भनेर थाहा पनि कतिजना मानिसहरू डराउने होइन। अनि कोहीसँग कुरा नगर्ने, एउटा म भेको कुरा जसले गर्दाखेरि मलाई क्यान्सरमा केही गर्न मन लागेको कुरा चाहिँ, एकजना यङ केटीलाई क्यान्सर भयो, तर एकदम स्टार्टिङ फेजमा थियो, जुन निको हुन्थ्यो, तर उहाँ चाहिँ एकदम क्यान्सर लाग्यो भनेर डराएर कोहीसँग नबोलेर, हस्बेन्ड फ्यामिली कोहीसँग नबोलेर त्यो एन्जाइटी भएर एउटा कर्नरमा बसेर उहाँ बित्नै नपर्ने बित्नुभयो। अनि त्यसपछि अब के सोच आयो भने हस्पिटल खोलेर त मात्र त पुग्दैन, हामीले केही न केही त एवेरनेस त हामीले गर्नु पऱ्यो, जसले गर्दाखेरि यो क्यान्सर भन्यो, क्यान्सरबाट मानिसहरू नडराओस्, यो क्यान्सर देयर इज लाइफ आफ्टर क्यान्सर भन्ने एउटा हामीले जनचेतना जगाउँ समाजमा भनेर त्यो सोचले हामीले चाहिँ। अनि त्यसपछि क्यान्सरको एक्टिभिटिजहरू मैले स्टार्ट गर्न थालेको र हामीले क्यान्सर सपोर्ट ग्रुपबाट यो कामहरू स्टार्ट गऱ्यौँ। सर चाहिँ उपचार गर्नुमा व्यस्त हुनुहुन्थ्यो अनि म्याम चाहिँ आज एन्टरप्रेन्योरसिप जोर्नीमा अगाडि हुनुहुन्थ्यो। यो जोर्नीमा हजुरले म्यामलाई इभ्यालुएट गर्नु पर्दाखेरि डेफिनेटली अब उहाँसँग एउटा विशेष गुण हुन्थ्यो, जसले गर्दा आज हामी यहाँसम्म छौँ होइन। उहाँले चाहिँ अब एउटा सर्टेन सेन्स गर्नुहुन्छ कि यो कुराहरू राम्रो, यो कुरा नराम्रो होइन। अनि मानिसहरूमा कसरी नेटवर्किङहरू गर्ने, किनभने म अहिले भने जस्तो म आफ्नै काममा फोकस हुन्थेँ, बिरामी हिँड्थेँ, हेर्थेँ, कामको व्यस्तै गर्थेँ, पढाइ गर्थेँ, यो सबै मात्र थियो। बाहिरको जुन यो मिलाउनुको लागि त मसँग समय थिएन, तर उहाँले सबै म्यानेज गर्नुहुन्थ्यो। अनि यो मेरो हरेक मेरो चाहिँ कदमले उहाँले चाहिँ साथ दिनुभयो। उहाँहरूको लागि जब हामी त्यो इन्डियामा जाँदाखेरि उहाँले आफूले गरेको काम छोडेर 2 वर्ष मसँग इन्डियामा बस्नुभयो होइन। त्यो ठुलै उहाँको सेक्रिफाइस हो होइन। त्यति बेला मैले काम गर्थ्यो एउटा ट्याबन एससी भन्ने ठाउँमा मैले जब गर्थेँ, एज अ फाइनेन्स म्यानेजर काम गर्थेँ। त्यो काम छोडेर उहाँले मलाई त्यहाँ गएर त्यहाँले टोटल्ली मलाई त्यहाँ मेरो पढाइको अवस्थामा उहाँले चाहिँ घर सम्हालेर, बच्चा सम्हालेर मलाई सपोर्ट गर्नुभयो। साथसाथै यो जुन पेसेन्ट आउनेहरूलाई पनि उहाँले चाहिँ त्यो बेला सपोर्ट दिएर उहाँकोसँग इन्टरेक्सन गरेर एउटा चाहिँ सपोर्ट दिनुभयो। फर्केर आएपछि पनि जब मैले यो अभियानलाई अगाडि लगेँ, सुरुवात घरबाट नै सुरु हुन्छ होइन। उहाँले नै मलाई सपोर्ट गरेको। मैले यो ठुलो गर्न सक्छ भनेर मलाई आँट पनि थिएन। मैले यदि पैसा लाग्छ भने कहिले पनि विचार गरेन। डाइनिङ टेबलमा डिस्कसन सुरु भयो यसको मतलब होइन। मैले गर्छु भने उहाँले त ल हुन्छ हामी साथ दिन्छौँ भन्थ्यो। उहाँले नै मानिसहरू भेटाउनुहुन्थ्यो, पुरा गर्थेँ। अनि साथीभाइहरूको सबैको सहयोग, फ्यामिलीहरूको सपोर्ट गर्दाखेरि मैले कहिले पनि पछाडि हेरिनँ, यो गाह्रो होला भनेर कहिले पनि विचार गरेन। सपोर्ट चाहिँ जरुरत छ, डेफिनेटली सपोर्ट चाहिँ हाम्रो म्याडमबाटै पाएको हो मैले। हामी यही जुन एक्टिभिस्ट र एन्टरप्रेन्योरसिप जोर्नीमा जाँदै गर्दा चाहिँ ती मुभमेन्टहरूलाई सम्झिन चाहन्छु। जतिखेर डाक्टर साहब बिरामीसँग
उपचारमा हुनुहुन्थ्यो, सायद ओम हस्पिटलमा यो सपना स्टार्ट भयो। त्यतिखेर केही फन मुभमेन्टहरू पनि भएका थिए, जस्तै घरमा टाइम दिन नसक्दाखेरिका नोकझोक, बाबु नानीको पढाइप्रतिको ती एवार्ड एन्ड सेलिब्रेसनहरू गर्न नपाउँदाका मुभमेन्टहरू, यसलाई कसरी सम्झिन चाहनुहुन्छ म्याम? त्यति बेला उहाँ आउने 10-11 बज्थ्यो, घरमा बिरामी भइरहन्थ्यो, मोबाइल थिएन होइन। अब उहाँले कन्ट्याक्ट गर्न गाह्रो, अनि तर अब उहाँ आइसकेपछि त अब कहिले कहिले चाहिँ कस्तो हुन्छ, कस्तो अब सबैलाई छ आफ्नो घरको लागि छैन भने जस्तो फिल हुन्थ्यो होइन। अनि बच्चाहरू पनि अब बिरामी भएर कस्तो ज्वरो आइरहेको हुन्छ, अब सिटामुले अलिअलि खुवाएर ठिक्क उहाँ आउनु अगाडिसम्म अलिक ठिक गरिरहेको हुन्छ। कहिले कहिले सिटामुले पनि छुँदैन, अनि एकदम एन्जाइटी हुने मलाई होइन। एकचोटि बच्चालाई आगोले पोल्यो, त्यति बेला पनि उहाँ हस्पिटलमा, लाइक अब यस्तो कुराहरू कहिले बजे 100 वर्षको बजे थियो होइन, 107 वर्षसम्म उहाँ 108 वर्षसम्म बाँच्नु भएको थियो। उहाँ कहिले कहिले बिरामी हुन्थ्यो, तर उहाँ चाहिँ घरमा चाहिँ नहुने, त्यस्तो हुँदाखेरि अलिकति हुन्थ्यो अलिअलि। तर त्यति बेला अलिकति ला तपाईँ आउनु भएन घरमा यस्तो भए चाहिँ भनिन्थ्यो। बिचरा अब उहाँ पनि काम गरेर आउनुभएको, तर धेरै होइन, लाइक स्टार्टिङमा यस्तो भयो भने चाहिँ अनि म बिरामी कहाँ लगिहाल्छु, त्यस्तो हो। तर उहाँको कामै हो, आई अन्डरस्ट्यान्ड। हजुरले त बुझ्नुभयो, तर त्यो मुभमेन्टहरू मिस गर्दा हजुरलाई कतै ग्लानी त होला नि सर? अब अहिले हुन्छ डेफिनेटली होइन। त्यो बेला चाहिँ अब मैले भने जस्तो एउटा जुन सुरुदेखि नै एउटा जब डक्टर भएर जुन एउटा काम गर्ने जुन मौका थियो, त्यसमा मैले जब काम गरेँ मलाई फ्यामिलीबाट धेरै ठुलो सपोर्ट पाएको थियो होइन। यो पढाइको क्रममा भयो, फ्यामिली बुवा दिदीहरू जो हुन्छ सबैले मलाई काम गर्नु यो गर्नलाई पुरा छुट दिएको थियो। अनि घरको कामहरू मैले केही पनि हेर्नु पर्दैन। त्यो सायद त्यसले गर्दाखेरि त्यो मेरो बानी अलि बिग्रेको पनि हुनसक्छ होइन। उहाँले चिया पनि पकाउन आउँदैन फ्रेङ्कली, उहाँले किचन आउँछ त्यसो। अब यसपालि घरमा लगेर केही काम गर्न पर्ने जरुर भएन होइन। त्यो खालि त्यो हिसाबले चाहिँ मेरो पुरा चाहिँ फोकस डेटेड रह्यो होइन। विवाहपछि पनि अब हाम्रो स्वरूपले होइन अरू सबैले त्यही सपोर्ट गरेपछि अनि अब मलाई यति पनि याद आउँछ अब होइन, बुवाहरूले मलाई डिस्टर्ब हुन्छ भनेर होइन, उहाँहरू बिरामी भएर पनि मलाई खबर नगर्ने कि। राति पनि काम गरेर आएको छ भनेर राति पनि नउठाउने काम गरेर थकाइ डिस्टर्ब हुन्छ भनेर बिहान उठेपछि म बिरामी यसो भयो गाह्रो भयो भनेर भन्ने। अटो फर्किसकेपछि म बिरामी भएर उहाँहरू औषधि पनि नखाएर बस्ने रातभरि, अनि त्यो दिउँसोभरि पनि। अनि आइसकेपछि मात्रै अनि फोन किन नगरेको भन्दाखेरि होइन ठिक छ भनेर त्यस्तो खालको सेक्रिफाइस गर्नुभएको थियो होइन। अब डेफिनेटली मिस हुन्छ त्यस्तो क्षण। तर अब इभन बच्चाहरूको क्षणमा पनि होइन, अब धेरै कुरामा अब उहाँले चाहिँ बच्चा हुर्कन सबै ध्यान राखेको डे 1 देखि नै बच्चाको पुरा ख्याल उहाँले राख्नुहुन्थ्यो। अनि मैले के पनि बच्चाहरूलाई पनि अब त्यो हेर्नु परेको अवस्था थिएन। अनि त्यो विभिन्न कुराहरूमा हामीले मिस हुन्थ्यो। अब किनभने म हस्पिटलमा त्यो बेला काम गर्नुपर्ने हुन्थ्यो, फेरि अब एउटा हस्पिटलमा गएर पनि अब घर चलाउन सक्ने अवस्था थिएन होइन। 2-3 हस्पिटल काम गर्नुपर्ने अवस्था बाटेर थियो। त्यो बेलाको गभर्मेन्ट स्यालेरी थियो 2200 रुपियाँ होइन। त्यस्तो अवस्था थियो। डेफिनेटली अब त्यो क्षण चाहिँ डेफिनेटली म मिस चाहिँ डेफिनेटली गरेको छु होइन। तर अब डेफिनेटली अब अहिले लाग्छ अब त्यो मिस चाहिँ फ्यामिलीमा मैले धेरै गरेँ, फ्यामिलीले पनि मलाई धेरै नै त्यो मिस गरेको हुनसक्छ। तर डेफिनेटली अब केही पाउनलाई केही गुमाउनु पर्छ भने होइन, त्यो हुन्छ, त्यही हेरेर सेटिस्फाई गर्छु अहिले। तर हजुरले अहिले जे पाउनु भएको छ त्यो अमूल्य छ। सायद केही मुभमेन्टहरू त गुमाउनु भयो, तर बिरामीको जुन माया, बिरामीको जुन सद्भाव, जुन इज्जत सोहरत हजुरले अहिले पाइराख्नु भएको छ, त्यो सायद त्यो मुभमेन्टकै कारणले गर्दा पनि होला जस्तो लाग्छ। केही खुसीका क्षणहरू सेलिब्रेट गर्दा म्यामले छोड्नु भएको अथवा सरले छोड्नु भएको व्यस्तताका कारणले केही छ त्यस्तो? एकदमै 1 2 3 4 कति भन्नु त्यो त धेरै छ। तर धेरै जसो त म लुगा ल्याएर बस्छु, म 6 बजे आउँछु है भनेर भन्नुहुन्छ। म 6 बजे अब 7 बजेसम्म म प्लान गर्छु नि। उहाँको अब उहाँको हाम्रो टाइम छैन, आई अन्डरस्ट्यान्ड होइन। अनि 7 बजेसम्ममा म ठिक भएर बस्छु। अनि 7:30 हुन्छ, 8 हुन्छ, 8:30 हुन्छ, पछि तिला हुने भयो भनेर भन्छ। घर पुग्दाखेरि 10 बज्छ। अब म ड्रेस चेन्ज गरेर बस्छु। त्यो त धेरै छ, त्यस्तो कुराहरू धेरै छन् होइन। पार्टी, स्पेसियल पार्टी, अनि घरमै डिनर गरेर बस्छु। अब त्यो
त्यो अब पेसेन्टसँगको मोमेन्ट हो। उहाँको चाहिँ पेसेन्टसँगको त्यो इन्ट्रेक्सन एकदम माया होइन, उहाँको त्यो चाहिँ म आई रेस्पेक्ट द्याट। अनि इभन राति पनि सुत्दाखेरि जस्तै म उहाँले डिस्टर्ब गर्दिनँ भनेर फोन अलिक साइडमा राख्छु, सानो गर्छु, तर फोन एक आवाजमै उहाँले फोन यस्तो एकदम कन्सन्ट्रेट के त्यो फोनमा नि, मेरो फोन आयो भनेर उठेर फोन लिनुहुन्छ। एकदमै उहाँ चाहिँ बिरामीहरूप्रति एकदमै लगाव हुनुहुन्छ, त्यो आई रेस्पेक्ट द्याट। हामीलाई अब फ्यामिली ग्यादरिङमा अथवा कुनै पनि भोज भटेरोमा जाँदाखेरि सबभन्दा लास्ट आउने उहाँ नि हुन्छ, उहाँ नि हुन्छ, जहिले पनि लास्ट हुन्छ, उहाँ लास्ट हुन्छ। अनि सासूले चाहिँ उहाँ ढिला हुन्छ भनेर मलाई सँगै लानुहुन्थ्यो पहिला, अब थाहा छ नि तपाईँले, म जान्छु पनि अनि उहाँ पछि आउनुहुन्छ, अनि फर्कँदाखेरि सँगै आउँछ, त्यो नर्मल हो, सबैले बुझ्नु भएको छ। समयपछि प्याक गरेर घरमा त ल्याउनु भएको छैन? कहिले त्यो पनि दिने आएको छ, किनभने उहाँ आउनु सक्नुहुन्न, जाने ढिला भइसक्यो हुन्छ, अनि त्यो पनि छ, तपाईँले सम्झाउनुको त्यो पनि दिन्थ्यो, त्यस्तो पनि भएको छ। सो पुरै जीवन नै बिरामीप्रति हस्पिटलप्रति समर्पण गर्नुभएको छ, आफ्नै पर्सनल लाइफलाई पनि कम्प्रोमाइज गर्नुभएको छ, पर्सनल लाइफमा पनि अझ फ्यामिली मुभमेन्टहरू कम्प्रोमाइज गर्नुभएको छ। त्यही कारणले नै होला आज हजुरहरू यति अब्बल भएर चाहिँ बिरामीहरूसँग त्यति राम्रोसँग इन्टरेक्सन गरेर काम गर्न सकिरहनु भएको छ। मैले सुनेको छु कि हजुरहरूले बिरामीको लागि एउटा छुट्टै प्लेटफर्म बनाइराख्नु भएको छ जहाँ बिरामीले आफ्नो पीडा सेयर गर्न सक्छन्। त्यो सोचमा यता पर्सनल लाइफ, यता प्रोफेसनल लाइफ, अनि यता सद्भावना होइन, मतलब बिरामीको भावना बुझ्ने लाइफ, सो त्यसलाई ब्यालेन्स कसरी गर्न सकिन्छ? भन्छ नि आफूले इच्छा गर्यो भने जे पनि हुन्छ। अब यो एउटा यो जुन जे गर्नुपर्छ भन्ने त्यो विचार आएपछि म त्यो चाहिँ पछि लागेर म गरिहाल्छु। उहाँहरूको चाहिँ क्यान्सर लाग्यो भनेपछि उहाँहरूको जुन क्यान्सर लागेपछिको पीडा हुन्छ नि, डर हुन्छ, त्यो हामीले धेरै पेसेन्टहरूसँग देखाएको छु। त्यसरी उहाँहरूको त्यो डरलाई हामीले साइडमा राख्नुको लागि नडराओस् भन्ने त्यो प्लान गरेर हामीले चाहिँ कसरी उहाँहरूलाई क्यान्सर पनि निको हुन्छ भनेर हामीले उहाँहरूलाई हामीले एउटा एवेरनेस गर्ने भनेर हामीले चाहिँ लागिरहेका छौँ र त्यसमा अलिक काम पनि गरिरहेको छ र उहाँहरू खुसी पनि हुन्छ। अनि उहाँहरूले नै निको भइसकेपछि फेरि उहाँले त्यो क्यान्सरको बारे बोलेरै हिँडिराख्नु भएको छ। यो चाहिँ एकदम राम्रो लाग्छ हामीले जुन प्लान गरेर। यसमा चाहिँ अब अलिकति जोड्न चाहन्छु होइन, एउटा त अब एउटा हामीले सकेसम्म बिरामीहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्यता होइन, अवेरनेस त ठिकै छ, साथसाथै क्यान्सरको जुन समाजमा भएको डर छ, मान्छेहरू क्यान्सर भेटेबित्तिकै मृत्युसँग दाँजेर हेर्ने होइन, त्यो डरबाट अलिकति हटाउनको लागि चाहिँ हामीले सकेसम्म क्यान्सर बिरामीहरूले नै समाजमा आएर बोलुन्, उहाँहरूले चाहिँ क्यान्सर भनेको निको हुन्छ, यसको पछि लाइफ हुन्छ भन्ने कुरा, नेपालमा उपचार सम्भव छ भन्ने कुरा सन्देश दिनको लागि होइन, त्यसको लागि हामीले चाहिँ संस्थाहरूको जुन बनाएको थियौँ, अब त्यो संस्था अब एउटा सर्वप्रथम त हामीले नेपाल क्यान्सर सपोर्ट ग्रुप भनेर सन् 2010मा चाहिँ हामीले इस्टाब्लिस गरेका थियौँ। त्यसबेला चाहिँ हाम्रो उपचारमा लागेका चाहिँ क्यान्सर बिरामी भयो, उहाँको परिवार भयो, हाम्रो मेडिकलमा हामीसँग लागेको कलिग साथीहरूसँग मिलेर होइन त्यो बनाएका थियौँ। त्यसै गरिकन क्यान्सरलाई त्यसको मुख्य उद्देश्य भनेको अहिले भने जस्तै क्यान्सर बिरामीले क्यान्सरलाई नै सपोर्ट गर्ने, अवेरनेस साथसाथै सबै काम गर्ने। तर त्यसै गर्ने क्रममा चाहिँ अब हामीले अर्को कुरा चाहिँ के पायौँ भने धेरै बिरामीहरू चाहिँ उपचारको पैसाको कारणले चाहिँ गाह्रो उपचार नसक्ने, त्यसको लागि हामीले घरैबाट हामीले सुरु गर्नुपर्छ भनेर हामीले एउटा के गरेको थियौँ भने हाम्रो जति पनि हाम्रो इन्कम हुन्छ त्यसको 2% हामीले चाहिँ छुट्याएर राखेका छौँ। अनि त्यसलाई युज गर्नको लागि हामीले अर्को एउटा संस्था बनायौँ, उपचारको लागि सहयोगी हाटहरू, त्यो म्याडमकै कन्सेप्ट हो। त्योबाट चाहिँ हामीले अहिले चाहिँ थुप्रो बिरामीहरूलाई चाहिँ होइन हामीले उपचार गर्न सक्षम भएका छौँ। त्यसमा पनि धेरै अरू डोनरहरू पनि हाम्रो जोडिनु भएको छ, उहाँको मम्मी लगायत परिवारका अरू साथीहरू भयो कि क्यान्सर सर्भाइभरका फ्यामिलीहरू भयो होइन, अनि अलिअलि उहाँले पनि सहयोग ल्याउने, बिचमा अरू एजेन्सी पनि अलिअलि सहयोग गरेर थुप्रै क्यान्सर बिरामीलाई हामीले उपचार फ्रीमा गर्नु हामीले मद्दत मिल्यो। अहिले पनि हामीले कति बिरामीहरूलाई क्यासै दिएर पनि सहयोग गरिरहेका छौँ होइन। साथसाथै अब अर्को एउटा हाम्रो एउटा फाउन्डेसन हाम्रो बनाउँदैछौँ हामीले, एउटा श्रीदीप फाउन्डेसन भनेर, त्यसले पनि क्यान्सर बिरामीहरूलाई नै एउटा च्यारिटी, क्यान्सर बिरामी मात्र होइन कि अरू क्यान्सरभन्दा बाहेक अरू बिरामीहरूलाई पनि हामीले सहयोग गर्ने भनेर त्यो फाउन्डेसन बनाएको छौँ। अब यो
त्यो फाउन्डेसनबाट पनि हामीले सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ। क्यान्सर बिरामीको उपचार त हजुरले गर्नु जो लाखौँ बिरामीलाई उपचार गरिसक्नुभयो। यो उपचार गर्दाखेरि उनीहरूको लाइफमा त हजुरले टच गर्नुभएको छ, तर मैले कतै हजुरको लाइफलाई अध्ययन गरे अनुसार पर्सनल लाइफमा पनि त्यो पीडा चाहिँ हजुरले भोग्नु भएको छ भन्ने फिल गरेको छु। र बुवाको जुन इन्सिडेन्ट्स मैले सुन्न पाएँ त्यतिखेर साह्रै दुःख लागेको थियो। एउटा डाक्टरले क्यान्सरको उपचार गर्छ, तर डाक्टरको परिवारमा पनि यो पीडा पर्न आउन सक्छ होइन। ती पीडाहरू चाहिँ बिरामीका पीडाहरू चाहिँ हजुरले पनि बुझ्न पाउनुभयो भन्ने फिल मलाई लाग्छ। सो पर्सनल्ली भन्नुपर्दा त्यो मुभमेन्ट कस्तो हुँदो रहेछ आफ्नै परिवारमा पर्दाखेरि? मैले चाहिँ कोही पनि क्यान्सर बिरामी होइन, अब पर्सनली भन्नुपर्दा कोही पनि क्यान्सर बिरामीलाई जब हामी उपचार गर्छौँ, हामीले चाहिँ उहाँकै पोजिसनमा बसेर हामीले हेर्छौँ कि आफूले मैले त्यो बिरामी हो, मसँग रिलेट छैन र अर्को पार्टी भनेर हामीले कहिले पनि विचार गर्दैनौँ। त्यो बिरामीलाई आफूलाई मैले त्यही पोजिसनमा राखेर उहाँको परिवारसँग पनि त्यही पोजिसनमा राखेर मैले डिल गर्ने मेरो बानी छ। इम्प्याथेटिक एप्रोच भन्छौँ हामी होइन। त्यसले गर्दाखेरि मलाई त्यो फिलिङ चाहिँ हुन्छ नै होइन। त्यो हुनाले जब यो सिचुएसन मेरो घरमा पऱ्यो, मेरो बुवालाई पनि फोक्सोको क्यान्सर नै भएको थियो होइन, तर मैले पनि अब त्यो सिचुएसनमा दिन रात मैले त्यो सिचुएसन आफूलाई थालिसकेको हुनाले मलाई त्यसले राम्रोसित मैले फेस गरेँ। किनभने यो त हामीले दिनरात हेरेको कुराहरू। अब मैले पनि त्यो आफ्नो बुवालाई चाहिँ होइन हामीले नेपालमै उपचार गरेर हामीले नै उपचार गऱ्यौँ होइन। उहाँ 4-5 वर्षसम्म स्टेज 4 लङ क्यान्सर बाँच्नुभयो होइन। 4-5 वर्षपछि रोग भनेको त क्यान्सर रोग भनेको सबै स्टेज 4मा पुगिसकेपछि होइन लामो समय बचाउन मुस्किल हुन्छ, आजकल भन्न सकिँदैन होइन। अन्त उहाँको जसरी उहाँको प्रोग्रेस भयो त्यो मलाई थाहा थियो यो क्यान्सरले एक दिन यस्तो हुन्छ भनेर म प्रिपेयर थिएँ। र त्यो अनुसार मैले परिवारहरूलाई पनि बिस्तारै उहाँलाई चाहिँ यस्तो हुन्छ भनेर उहाँहरूलाई चाहिँ मैले गाइड गरिरहेको थिएँ। त्यसकारण सबै चाहिँ परिवारका मेम्बरहरू पनि बिस्तारै एक लेभलमा हामीले अन्डरस्ट्यान्डिङ गरिसकेको अवस्था थियो। अनि बुवालाई पनि हामीले सकेसम्म हामीले त्यो बेला चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको फ्यामिली हुनुपर्छ भन्ने सँगै हामी सँगै बिताउने मौका पाएँ। मेरो छोराछोरी जो बाहिर थिए उहाँहरू पनि भित्र फर्किएर उहाँको ग्रान्ड प्यारेन्ट्ससँग बिताउने हामीले मौका पाएँ होइन। र त्यो लास्ट मोमेन्टमा डेफिनेटली हामीले मिस गरेको भए तापनि त्यो क्षणलाई हामीले चाहिँ राम्रो सदुपयोग गरेको पाएँ। तर धेरै बिरामीहरूलाई मलाई अहिले पनि दुःख लाग्छ, धेरै क्यान्सर बिरामीहरू होइन यसो गर्नुको साथै बिरामीलाई बाहिर लगेर नेपाल बाहिर लगेर त्यो जुन क्षण छ उहाँले बिताउनुको साथै विदेशमा गएर बिताउनुहुन्छ र उहाँहरूले चाहिँ त्यो दुःख भोग्नुहुन्छ। अझै पनि धेरै बिरामीहरूलाई त्यो फ्यामिलीहरूले त्यो धेरै एक किसिमबाट उहाँले एउटा आशा लिएर गएको होला नि, तर हामीलाई थाहा छ त्यो चाहिँ सही बाटो चाहिँ होइन। दुःख लाग्छ मानिसहरूलाई बुझाउन नसक्दा होइन। तर डेफिनेटली हामीले चाहिँ फेस गरेकै हो। धेरै बिरामीहरूले यो कुरा हामीसँग सेयर गर्छ र उहाँले जसले यो कुरालाई विश्वास गरेर नेपालमै उपचार गराउनुहुन्छ उहाँहरूले चाहिँ यसलाई पछि गएर मलाई धन्यवाद हाम्रो टिम सबैलाई धन्यवाद दिन आउनुहुन्छ। डाक्टर साहब तपाईँले हामीलाई सही सल्लाह दिनुभयो। हामी चाहिँ बाहिर गएनौँ, यहाँ जे हुनुभयो हामीले आफ्नो प्यारेन्ट्स अरू कोहीलाई लुज गर्नु परे पनि हामीले उहाँसँग राम्रो मौका बिताउनु मौका पायो भने खुसी हुन्छन् होइन। अब त्यो धेरै अहिले पनि धेरै समाजले बुझेको अवस्था चाहिँ छैन। बहुत सराहनीय काम गरिराख्नु भएको छ हजुरहरूले। र स्पेसल्ली म्यामको केसमा भन्नुपर्दा जुन सर्भाइभरको मेन्टरसिप लिइराख्नु भएको छ। सो त्यसले गर्दा हजुरले एकदम पुण्य पनि कमाइराख्नु भएको छ भन्ने मलाई लागिरहेको छ। अब परिवारमा पर्नु र अरू बिरामीमा पर्नु इमोसन त एउटै नै हो, रोग नै हो। मैले धेरै जसो सुन्छु कि फलानुलाई क्यान्सर लाग्यो भनेर हल्ला चाहिँ गाउँभरि नै फैलिन्छ, तर फलानु निको भएन अथवा फलानु निको भयो भनेर चाहिँ कसैले पनि यो कुरा सेयर गर्दैनन्। सो यो जर्नीमा हजुरले कसरी चाहिँ अगाडि लिएर गइराख्नु भएको छ? सायद केही एक्टिभिस्ट मुभमेन्टहरू यहाँ केही सेयर गर्न सक्नुहुन्छ? डेफिनेटली तपाईँले एकदमै भएको कुरा गर्नुभयो। नेपालमा चाहिँ यो धेरै भएको छ। क्यान्सर लागेर तपाईँको निको भयो भन्ने कुराहरू चाहिँ आउँदैन। क्यान्सर भएर बिट्यो भन्ने कुरा आउँछ, क्यान्सर लागेर विदेश गएको कुरा आउँछ, क्यान्सर नेपालमै ट्रिटमेन्ट भएर निको भयो भन्ने कुरा चाहिँ आउँदैन।
अनि यसले चाहिँ एकदमै दुःख लाग्छ। तर अब अहिले बिस्तारै बिस्तारै धेरै मानिसहरूमा यो चाहिँ भएको छ कि नेपालमै पनि निको हुँदो रहेछ भनेर बोल्न त थाल्नु भएको छ, तर यति बोलेर चाहिँ पुगेको छैन। किनभने तपाईँ इन्डिया स्पेसली विदेश हस्पिटलमा चाहिँ नेपाली पेसेन्टले नै 70% त नेपाली पेसेन्ट छ भन्ने खबरहरू पनि आएको छ। त्यो सुन्दाखेरि एकदमै दुःख लाग्छ। जस्तै अहिले भर्खर डाक्टर साहबले भन्नुभयो नि फ्यामिलीसँगै एउटा लास्ट मोमेन्ट हो, कुनै बेला केही पनि हुनसक्छ, निको हुँदैन भनेर थाहा पाइसकेपछि फ्यामिलीको सँग बस्ने त्यो क्षण चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ होइन, जुन चाहिँ हामी सबैले बुझ्नुपर्छ। विदेश गएर आजकल नेपालमा ट्रिटमेन्ट छ, म त्यही भन्छु होइन। विदेश गएर ट्रिटमेन्ट गरेर निको हुन्छ भन्ने पनि छैन। विदेश गएर त्यो ट्रिटमेन्ट जे गर्ने हो नेपालमा पनि त्यही हुन्छ। कति बिरामीहरू अमेरिकासम्म जान्छ अनि उहाँको जुन होइन ट्रिटमेन्टको त्यो लिएर जाँदाखेरि उहाँ नेपालमा पनि यस्तो ट्रिटमेन्ट गर्दो रहेछ, यहाँ अमेरिकामा र नेपालमा सेमै ट्रिटमेन्ट हो भनेर भन्दाखेरि अब जुन फ्यामिलीको प्रेसरले अमेरिका जान्छ होइन, अमेरिका गएर अब उनीहरूले त्यो भनेपछि कति बिरामीहरू फर्केर हामी कहाँ आएको पनि छन्। मानिसहरू डराउनु पर्दैन, विदेशमा पनि यही हो, नेपालमा पनि यही हो। नेपालमा बसेर ट्रिटमेन्ट गरेपछि नेपालमा फ्यामिलीसँग बस्नु पाउँछ, साथीभाइसँग बस्नु पाउँछ, आफ्नो देशमा बस्नु पाइन्छ होइन। मेरो फादर इन ललाई चाहिँ त्यो हाम्रो बच्चाहरू आएर जुन लभ उनीहरूले दियो होइन, त्यो चाहिँ एकदम ठुलो हो। त्यो उहाँले भन्नुभएको जस्तै एकदमै त्यो चेन्ज चाहिँ म पनि त्यो सबैलाई चाहिँ म यो फ्यामिलीले टाइम दिनु भनेर म भन्न चाहन्छु। ब्रेकिङ दिस इमोसनल मुभमेन्ट अलिकति पीडा त छ नै, तर यहाँनिर कुरा गर्दै गर्दा फ्यामिली मुभमेन्टमा एकअर्काको मनपर्ने बानी चाहिँ के होला म्यामलाई, सरलाई म्यामको? मलाई चाहिँ उहाँको बानी, उहाँ कुरा गर्नुहुन्न, चुप्लाएर सुन्नुहुन्छ। सुन्नुहुन्छ, गुड लिसनर। मलाई बिजी राख्छ होइन, उहाँले चाहिँ कुरा गरेर मलाई इन्टरटेन गर्छ। भेरी गुड। धेरै इरिटेसन केमा हुन्छ मलाई? उहाँको बानी के छ भने हस्पिटलबाट आउनुहुन्छ अनि के भइरहेछ हेर्नुहुन्छ होइन, अनि के भइरहेछ, के ट्रिटमेन्ट आइरहेछ त्यो हेर्नुहुन्छ। अनि मैले कुरा गरे पनि सुन्नुहुन्न। अनि त्यो मोमेन्ट चाहिँ मलाई अलिकति इरिटेट लाग्छ होइन, अलिकति। तर अनि मैले के सुन्नु भएन भन्दा भनेर भन्नुहुन्छ, त्यसपछि उहाँले सुन्नुहुन्छ। तर धेरै जसो एभ्री टाइम उहाँको रमाइलो क्षण भनेको उहाँलाई पढ्ने हो कि। जस्तै म भन्छु कहिले मलाई मुभी हेर्न जान मन लाग्छ छोरीसँग, अनि हामी मुभी हेर्न जान्छ, तपाईँ घरमा बसेर पढ्नुहोस् है भने पनि ए हो भनेर खुसी हुने। उहाँलाई चाहिँ पढ्ने भएपछि जे पनि तपाईँ अब यहाँ बस्दा यो किताब केही छ भने त्यो पढ्नुहुन्छ कि उहाँले, जे पनि पढ्न पाए पुग्छ उहाँले। हि लभ इन। म्यामको के इरिटेसन वाला सर? मलाई जे पनि कुरा चाहिँ चिटिक्क परेको हेर्नु, यताको मलाई त्यो इन्टेरियरहरू भयो होइन, अनि सबै कुरा चिटिक्क परेको हेर्न चाहन्छु। कम्पल्सिभ। अनि त्यो चाहिँ अब हाम्रो म्याडमसँग अलिकति कहिले हुन्छ कहिले हुने, उहाँ मुडमा डिपेन्ड भन्ने। अनि सामानहरू सबै ठाउँमा छरिदिने, अनि त्यो अनटाइडी हुने बित्तिकै अनि उहाँले डिबेट चाहिँ कतिको हुन्छ सर? गुड लिसनर मतलब डिबेट त कमै होला जस्तो लाग्छ। उहाँको चाहिँ कुन कुरामा भने जब पेसेन्टको कुरा आउँछ नि, पेसेन्टको कुरामा म अलिकति अलि बडी डक्टर भन्छु नि। लाइक अब मैले उहाँहरूलाई चाहिँ मन राख्नलाई यस्तो भन्छु होइन, उहाँले चाहिँ त्यस्तो होइन यस्तो भनेर भन्नुहुन्छ, त्यसमा चाहिँ डिबेट पर्छ। मैले उहाँको मन राखेको भने नो यु आर रङ भनेर यसरी बोल्नुहुन्छ उहाँले चाहिँ। कहिलेकाहीँ अब कुनै काम गर्दाखेरि कुनै एउटा हामी यसो गर्छौँ भनेर मैले सर्टेन नियम गरेको हुन्छ, तर सम्भव उहाँको एउटा यस्तो इनर्जी छ, त्यो सेन्स गर्नुहुन्छ नि उहाँले चाहिँ मलाई त्यो नगर्नलाई अथवा के गर्नलाई भन्छ। तर त्यो बेला मैले सुरुमा विश्वास गर्दिन्थेँ, अनि मैले चाहिँ जबरजस्ती गर्थेँ भने यो गर्नुपर्छ होइन। तर पछि बिस्तारै रियलाइज गरेँ त्यो उहाँको चाहिँ जुन सिक्स सेन्स चाहिँ करेक्ट हुँदो रहेछ। अनि त्यसपछि अहिले त त्यसलाई मैले सुन्ने बानी चाहिँ गर्नु, त्यो चाहिँ मलाई गड गिफ्टै हो कि तपाईँको। मलाई अब तपाईँ कस्तो छ
मलाई अब थाहा भइहाल्छ कि आई सेन्स द्याट होइन अनि उहाँको के छ भने एभ्री वान इज नाइस होइन जो मान्छे सबै मान्छे एकदम राम्रो छ होइन त्यो राम्रो हो द्याट्स भेरी गुड तर सबै मान्छे राम्रो हुन सक्दैन नि मनमा के छ थाहा हुँदैन जस्ट बी केयरफुल है भनेर मैले भन्छु अनि ठ्याक्कै त्यसपछि उहाँलाई चाहिँ त्यसले पछि गएर थाहा हुन्छ उहाँले सो त्यो डिबेट डिसएग्रिमेन्ट चाहिँ पछि एग्रिमेन्टमा पर्छ एग्रिमेन्ट एक्ज्याक्टली एक शब्दमा म्यामले सरलाई एक्सप्लेन गर्नु पर्दाखेरि he's a good husband more than he's a good doctor he's a good doctor I don't know आज सरप्राइज रिभिल भइरहेको छ exactly डेफिनेटली अब गुड वाइफ होइन एट द सेम टाइम अब उहाँले एउटा चाहिँ ब्यालेन्स चाहिँ अब त एक शब्दमा त भन्न सकिँदैन अलिअलि जजमेन्टल चाहिँ हुन्छ उहाँ एक शब्दमा तर उहाँले चाहिँ यो फ्यामिलीलाई चाहिँ नि एउटा होल फ्यामिलीको जुन रिलेसनलाई मेरो जति पनि यताको फ्यामिली भयो उताको फ्यामिली एकदमै ब्यालेन्स गरेर राख्ने होइन उहाँ चाहिँ वान अफ द मोस्ट पपुलर वुमेन इन द फ्यामिली होइन त्यसमा त्यो हिसाबबाट उसले जोसँग पनि उहाँ एकदम सोसियलाइजेसन चाहिँ एकदमै स्ट्रङ छ उहाँको म सबैको राम्रो सोच्छु कि कसैको नराम्रो सोच्दिनँ फुटबल फिभर चलिरहेको छ यसमा हजुरको फेभरेट टिम चाहिँ कुन कुन अफकोर्स अर्जेन्टिना म चाहिँ अर्जेन्टिना म पहिला पनि 90 मेरो बिए अगाडि हामी रातभरि हेर्थ्यौँ कि म्याराडोना भनेर म खुब उसको पछि मेरो फ्यान हो म म्याराडोनाको फ्यान हुँ म्याराडोना भनेर म कराउँथेँ त म राति पनि फुटबल हेरेर मेरो डाइटमा पेट गर्थेँ होइन अर्जेन्टिनाको खेलाडीको नाम अहिले चाहिँ म खास अर्जेन्टिना भन्नु म मेरो चाहिँ मेसी हो मेरो मेसी हो डेफिनेटली अब त्यस्तो फुटबल स्पोर्टी चाहिँ छैन होइन अनि त्यसले पनि फाइनल चाहिँ कहिले काहीँ हेर्ने गर्छौँ अनि स्पेसली कम्पनी टिमलाई डेफिनेटली अब पहिलाको टिम हाम्रो जमानामा म्याराडोना थियो नि त त्यो अर्जेन्टिना चाहिँ थियो तर अब अहिले चाहिँ उयो मेसी रोनाल्डो दुई तिनजनाको नाम त सुनेको छु तर यसैको लागि त्यति फ्यान भनेर त्यसमा चाहिँ त्यस्तो छैन तर म चाहिँ उहाँलाई उठाएर त्यो गरेर हेर्ने चाहिँ छैन प्रायोरिटीमा पर्दैन सो मैले यहाँ फुटबलको त व्यवस्था गर्न सकिनँ म एउटा गेम खेल्न चाहन्छु हुन्छ फुटबल चाहिँ छैन मसँग एउटा सानो पिङपङ बल मैले यहाँनिर फुटबल त छैन मैले पिङपङ बलको व्यवस्था गरेको छु यो बलमा हजुरले म केही क्वेसन सोध्छु र त्यो क्वेसनको एन्सर जो हो म हुँ जस्तो लाग्छ भने हजुरहरूले एक एकवटा बल चाहिँ पाउनुहुन्छ जसको हातमा धेरै बल छ ही ओर सी विल बी द विनर ओके सो एउटा फ्यामिली रिलेसनकै बारेमा म कुराकानी राख्दैछु इभन पर्सनल लाइफ प्रोफेसनल लाइफ दुइटामा काम लाग्छ यसको एन्सर त मैले पाइ नै सकेँ तैपनि हजुरलाई डिसएग्रिमेन्ट नहोस् भनेर फ्यामिलीमा भिजनरी को होला गोल गोज टु अब अर्को छ प्र्याक्टिकल चाहिँ को इमोसनल को हुनुहुन्छ Very good. Of course, answer to I say better listener. Him. Now the final one, tiebreaker. यसले नै हाम्रो डिसाइड गर्छ फ्यामिलीमा डक्टरै फ्यामिली भए पनि डक्टरको एडभाइस चाहिँ कसले मान्नुहुन्छ Of course मै मान्छु The winner is Madam Sorupa Shrestha. Big clap. Yeah. So apart from that, पर्सनल लाइफ प्रोफेसनल लाइफ हुँदाहुँदै पेसेन्टसँगको रिलेसनसिप एउटा छुट्टै नै हजुरहरूले बनाउन सक्नु भएको छ सो क्यान्सरलाई डिस्क्राइब गरेर डाक्टर साहबले जुन मेसेजहरू पेसेन्टलाई दिइरहनु भएको छ र त्यसमा हजुरले साथ दिइरहनु भएको छ आजको यो प्लेटफर्ममा कुनै क्यान्सरका बिरामीलाई केही स्पेसल मेसेज दिन चाहनुहुन्छ भने द फ्लोर इज योर्स फर पेसेन्ट्स म्यानेजिङ प्रोफेसनल एन्ड पर्सनल लाइफ इभन म्यानेजिङ डिजिज एन्ड लाइफ डेफिनेटली अब यो कुरा बार पहिले भने पनि गर्थेँ होइन क्यान्सर रोगलाई जुन हिसाबबाट अहिले लिएको छ होइन त्यो मृत्युसँग दाँच्ने त्यो होइन हो अलिकति अन्तिममा पत्ता लाग्यो भने गाह्रो हुन्छ निको गर्न तर सबै यस्तो होइन क्यान्सरबाट बच्न सकिन्छ बचाउन सकिन्छ निको गर्न सकिन्छ नेपालमै सम्भव छ
र आजको दिनमा प्रायः जस्तो बिरामीहरू नेपाल बाहिर गएर उपचार गर्नुपर्ने अवस्था चाहिँ छैन होइन। तर यस्तो भन्दै गर्दा अलिकति मलाई हामीलाई अलिकति दुःख लाग्ने चाहिँ के हो भने सोसियल प्रेसर होइन, एकदम धेरै नै सोसियल प्रेसर बिरामी र बिरामी परिवारलाई आउँछन् कि एकपटक बाहिर जाऊ, इन्डिया जाऊ भन्ने कुरा। र इन्डियामा अहिले पहिला जस्तो हाम्रो जाँदाखेरि पनि पहिला जस्तो सजिलो छैन, धेरै गाह्रो छ, उहाँलाई कठिनाइ छ। र अझ बढी दुःखको कुरा चाहिँ के हुन्छ भने मैले अलिकति चाहिँ सेयर गर्नै पर्ने हुन्छ। क्यान्सरको रोग भनेको चाहिँ निको हुने बिरामी त इन्डिया जाँदैनन् होइन, यहाँ निको हुन्छ। तर निको नहुने बिरामीहरू त रोग उपचारको क्रममा चाहिँ रोग बढ्छ कसै कसैको होइन, उसलाई दोस्रो तेस्रो चरणपट्टि रोग कसैको रिल्याप्स हुन्छ। त्यस्तो बिरामीहरू चाहिँ एकपटक इन्डिया जाने चाहना हुन्छ र जान्छन् पनि, त्यसो ओके, त्यसै प्रब्लम केही छैन। तर इन्डियामा बसेर जो उपचार गरेका नेपालीहरू छन् होइन, उहाँहरूले त्यहाँ बसेर बस्दाखेरि नेपालबाट निको भएको बिरामी त्यहाँ आएको देख्नु पाउँदैन र नेपालबाट उपचार गरेर रोग बढेर त्यहाँ गएको चाहिँ मात्र देखिन्छ। अनि हामीले पनि यहाँ बसेर हेर्दाखेरि कति बिरामीहरू इन्डिया गएर त्यहाँ गएर धेरै पैसा खर्च गरेर रोग निको नभएर फर्केर आएका बिरामी पनि थुप्रै छ होइन। त्यहाँ चाहिँ उहाँले दुःख खाएका पनि थुप्रै छन्, त्यो कुरा पनि उहाँले देख्नुहुन्न। अनि त्यो नेपालीहरूले चाहिँ यहाँबाट रोग बढेर त्यहाँ गएको देख्नुहुन्छ र उहाँको इम्प्रेसन के पर्छ भने नेपालमा रोग निको नहुने रहेछ, नेपालबाट सबै रोग बिगारेर यहाँ आउँदो रहेछ भन्ने इम्प्रेसन छ। त्यो इम्प्रेसन त ठिक छ, त्यो इम्प्रेसन पनि एक तर्फबाट लियो हुनसक्छ। तर उहाँहरूले त्यहाँ बसेर भिडियो बनाउनुहुन्छ कि नेपालमा सबै रोग बिग्रिन्छ क्यान्सरमा, यहाँ यो फलाना हस्पिटल राम्रो त्यसका हस्पिटल भनेर उहाँले उल्टो त्यसको पब्लिसिटी गरेर होइन, नेपाल यहाँका बिरामीहरूलाई डराउने होइन, तर्साउने गरेर नेपालको अरबौँ रुपियाँ बाहिर जाने बाटोमा बनाइराख्नु भएको छ। त्यो चाहिँ एकदमै गलत जस्तो लाग्छ मलाई होइन। उहाँहरूले बुझेर अथवा नबुझेर यो गरिराख्नु भएको छ, एकदम गलत हो होइन। त्यो रोग बढ्छन् कुनै ठाउँमा रोग, त्यो उपचार गर्ने क्रममा चाहिँ कम्युनिकेसन ग्यापले गर्दाखेरि धेरै कुराहरूमा त्यो नहुन सक्छ होइन। यस्तो उदाहरण हुने संसारभरि जहाँ पनि हुन सक्ने कुराहरू हुन्। तर नेपालमा बाहिर बसेर नेपालकै हेल्थ सिस्टमलाई चाहिँ एउटा च्यालेन्ज गरेर होइन, बाहिर अर्को हस्पिटललाई प्रमोट गरेर बस्ने नेपालीहरूप्रति अलिकति मलाई खल्लो लाग्छ। त्यो चाहिँ नगरिदिनुहोस् होला। र म्याम, एज अ एक्टिभिस्ट काम गरिराख्दाखेरि हजुरले पेसेन्ट अथवा पेसेन्टका परिवारजनलाई दिने एक मेसेज? नम्बर 1 चाहिँ उहाँ भर्खर हाम्रो कुरा भइरहेको क्यान्सर लागेपछि कोही पनि क्यान्सर लागेको बिरामीलाई विदेश जानु भनेर कसैलाई पनि हामीले चाहिँ सल्लाह नदिउँ, उहाँहरूलाई चाहिँ विदेश जाने सल्लाह दिँदै नदिउँ। नम्बर 1, यदि तपाईँहरूको कसैको क्यान्सर भनेको विदेश जाँदाखेरि तुरन्त 1,000, 1 लाख, 2 लाखले निको पुग्दैन, 10 लाख, 20 लाख, करोडौँ रुपियाँ पनि लाग्छ। उहाँहरूलाई चाहिँ हातमा अलिक पैसा राखिदिनुहोस् अनि मात्र विदेशमा गएर ट्रिटमेन्ट गर्नु भनेर भन्नु होला भन्ने म एउटा त म त्यो सल्लाह दिन्छु। अनि अर्को चाहिँ अहिले क्यान्सर लाएर डराउनु पर्ने अवस्था छैन। अहिले क्यान्सर निको हुन्छ, क्यान्सर हेज एन्सर। पहिला क्यान्सर हेज नो एन्सर बट नाउ क्यान्सर हेज एन्सर होइन। त्यसैले अब क्यान्सर लाएर निको हुन्छ। अब क्यान्सर लागेर अब तपाईँको बित्न त जेमा पनि भइन्छ, हार्ट एट्याक भएर ट्रिटमेन्टै गर्न पाउँदैन, एटलिस्ट क्यान्सरमा त ट्रिटमेन्ट त गर्न पाउँछ, म त्यो भन्छु। त्यसैले क्यान्सर ल्याएर हडबडाउनु पर्दैन। आज हाम्रो क्यान्सर सर्भाइभर्सहरू यति हुनुहुन्छ कि आज हामी मुड अफ भएर बस्यो भने आज एकदम हामीलाई नि हँसाउँछ, एकदम खुसी हुन्छ, एकदमै रमाइलो छ उहाँहरू होइन। त्यसैले क्यान्सर ल्याएर रमाएर एकदमै खुसी भएर बिताइराखेको हाम्रो सर्भाइभर्सहरू धेरै हुनुहुन्छ। त उहाँहरूसँग तपाईँहरू एकचोटि भेट्नुहोस्। यहाँ हाम्रो मात्र छैन, अहिले काठमाडौँभरि धेरै नै क्यान्सर सर्भाइभर्सहरूको एउटा ग्रुपहरू धेरै भइसकेको छन्। उहाँहरूसँग इन्ट्रेक्सन गरेर तपाईँहरू कुरा गर्नुहोस् उहाँहरूसँग होइन। अनि त्यसपछि तपाईँहरूले बुझ्नुहुन्छ क्यान्सर हेज एन्सर र तपाईँहरू पनि उहाँहरूसँग भेट्नु भइसकेपछि रमाउनुहुन्छ। त्यसैले क्यान्सर लाएर चाहिँ नडराउनुहोस् भनेर म सल्लाह दिन चाहन्छु। र क्यान्सर नेपालमै निको हुन्छ, विदेश जानु पर्दैन। यो संवाद गरिराख्दाखेरि क्यान्सर हेज एन्सर मात्र होइन, क्यान्सर हेज मल्टिपल एन्सर। इभन आज मेडिकल एडभान्समेन्ट, थेरापी एडभान्समेन्ट साथसाथै यी प्रविधिहरूले गर्दाखेरि क्यान्सरमा मल्टिपल एन्सरहरू आइरहेको छ। र यो संवादमा आज हामीसँग जोडिनु भयो, हजुरहरूले आफ्नो जोड्नी सेयर गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। क्यान्सर ट्रिटमेन्ट
गर्नको लागि मेडिसिन अथवा थेरापी अथवा सर्जरी मात्र होइन, एउटा पर्सनल वेल बिइङ पनि चाहिन्छ, दुईजना दम्पतिको केमिस्ट्री पनि चाहिन्छ भन्ने बुझिरहेँ मैले। आज डक्टरलाई केमिस्ट्री चाहिन्छ भने इभन पेसेन्टलाई, पेसेन्टका रिलेसनसिप फ्यामिलीमा पनि त्यो केमिस्ट्री आवश्यकता पर्छ। हजुरहरूको आगामी दिनलाई धेरै धेरै शुभकामना दिँदै, हजुरले जे आँटिरहनु भएको छ पुरा होस् भन्ने शुभकामना दिँदै आजको यस बसाइलाई यहीँनिर बिट मार्न चाहन्छु र फेरि पनि भेट्ने बाचाका साथ आज छुट्टिन चाहन्छु। एनी लास्ट मेसेज टु आवर अडियन्स? नमस्कार। सर्वप्रथम त म हाम्रो जति पनि क्यान्सर बिरामीहरू भयो परिवारहरूलाई धन्यवाद दिन चाहन्छु, जसले चाहिँ हामीलाई विश्वास गरेर, हाम्रो टिमलाई विश्वास गरेर नेपालमै उपचार गर्न उहाँहरूले हामीलाई चुन्नुभयो। त्यसको लागि यहाँलाई धेरै धन्यवाद। डेफिनेटली तपाईँहरूको माया र ममता पायो भने हामीले अझ योभन्दा बढी काम गर्न सक्छौँ र यसको लागि तपाईँहरू सम्पूर्णबाट चाहिँ एउटा आशीर्वाद पनि आशा गर्दछु। धन्यवाद। आज हाम्रो यहाँ बोलाएर तपाईँले 2 शब्द हाम्रो बारे, यहाँ 2 शब्द धेरै कुराहरू हामी सेयर गर्न पाएँ, यसको लागि चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद। आजको यस कुराकानीले हामीलाई एउटा गहिरो कुरा सम्झाएको छ कि क्यान्सर ट्रिटमेन्ट केवल मेसिन अथवा हस्पिटल बिल्डिङ र म्यानेजमेन्ट मात्र होइन, यो भनेको एउटा विश्वास हो, एउटा साहस हो, एउटा करेज, साथसाथै जुन भिजन लिएर अगाडि बढ्नुभएको थियो उहाँ दम्पतिहरूले, त्यसको सङ्गम हो। डाक्टर सुदीप श्रेष्ठ र स्वरूपा श्रेष्ठ म्यामसँगको आजको यस कुराकानी र उहाँहरूको यात्राले हामीलाई बताउँछ कि जब सपना व्यक्तिगत रहँदैन, जब त्यो सपना सामाजिक मुभमेन्ट भन्न सक्छ। यो एपिसोड बिरामीको लागि एउटा होप हो, परिवारको लागि एउटा स्ट्रेन्थ हो र साथसाथै डक्टर्सहरू जो सँगै काम गर्नुभएको छ उहाँहरूको लागि एउटा इन्सपिरेसन हो र जो एन्टरप्रेनरहरू हस्पिटल इन्डस्ट्रीमा हुनुहुन्छ उहाँहरूको लागि एउटा जिम्मेवारीको रिमाइन्डर पनि हो। यदि तपाईँको परिवारमा अथवा परिवारका नजिक आसपासका कोही आफन्त मित्रहरूको केही क्यान्सर जर्नीसँग गुज्रिरहनु भएको छ भने उहाँहरूलाई म के मेसेज दिन चाहन्छु भने क्यान्सर डराएर होइन, सही समयमा विशेषज्ञसँग परामर्श गरेर अगाडि बढ्नुभयो भने क्यान्सरलाई जित्न सकिन्छ र क्यान्सरको उपचार नेपालमै सम्भव छ। यो एपिसोड हजुरलाई मन परिरहेको छ भने कृपया सेयर, सब्सक्राइब गर्नुहोस्, किनकि यसले अरू कुनै क्यान्सर बिरामीलाई एउटा होप पनि दिन सक्छ। अर्को एपिसोडमा भेट्ने बाचाका साथ आज बिदा हुन चाहन्छु। नमस्कार।